नमस्कार, मेरो नाम डाक्टर सरिता घिमिरे हो। म पेसाले गाइने अन्कोलोजिस्ट र हाल चाहिँ अलि बढी फोकस चाहिँ एज अ जनस्वास्थ्य विज्ञको रूपमा र यो नेपाल क्यान्सर केयर फाउन्डेसनको चाहिँ अहिले चाहिँ डाइरेक्टरको रूपमा कार्यरत छु। यो संस्था खोल्नुभन्दा अगाडि चाहिँ म क्यान्सरको उपचारमा संलग्न थिएँ र त्यो बेलामा देखिआएको मैले प्रत्येक दिन भोगिआएको चाहिँ महिलाहरू क्यान्सर भइसकेपछि र त्यसमा पनि हाम्रो जस्तो देशमा धेरै नै फैलिसकेको अवस्थामा उपचारका लागि आउने, हाम्रो जस्तो मुलुकको सबैभन्दा धेरै देखिएको क्यान्सर पाठेघरको मुखको क्यान्सर र अस्पतालमा सबैभन्दा धेरै महिला त्यही पाठेघरका मुखको क्यान्सरका नै बढी हुन्थे। स्थापना कालदेखि नै यो संस्थाले चाहिँ खान पुग्ने वर्गलाई भन्दा पनि समुदायका जो चाहिँ विभिन्न कारणले गर्दा स्वास्थ्य सेवासम्म पहुँच नभएका वर्गहरूलाई चाहिँ समेट्न खोजेको छ। यो जनचेतना जगाइसकेपछि चाहिँ उहाँहरूको पहुँचमा सुविधा दिनु पर्यो स्वास्थ्य जाँचको लागि। अहिले चाहिँ यो संस्थाले विभिन्न समुदायमा गएर काम गरिराखेको छ र उहाँहरू आइसकेपछि र रिपोर्ट आएपछि उहाँहरूलाई उपचारको लागि बोलाउन पनि एकदम सजिलो, जुन बुझिसक्नु भएको हुन्छ। अहिले नेपाल सरकारले पनि आफ्नो राष्ट्रिय नीतिमा हालेर अङ्गीकार गरि नै सकेका छ भने विभिन्न सङ्घ संस्थाहरूलाई पनि गर्न सजिलो र यो हेर्दाखेरि चाहिँ एक हिसाबले अब्बल नै ठहरिएको छ।